हेलो गाइज, तपाईँहरूले अहिलेको मन्त्रीमण्डल, अहिलेको सदन, अहिलेको सरकारबाट बजेट भाषण सुनिहाल्नुभयो होला। तपाईँहरूलाई कस्तो लाग्यो हैन? तपाईँहरूलाई के कुरा राम्रो लाग्यो, के कुरा राम्रो लागेन हैन? तर मलाई चाहिँ एक दुईवटा कुराहरू राम्रो लागेन। के कुरा भन्दाखेरि उहाँहरूले हैन अब गरिबी मध्यमवर्गलाई हामी राहत दिन्छौँ, उहाँहरूलाई चाहिँ गरिबीबाट मुक्त गराउँछौँ, उहाँहरूलाई फ्यासिलिटी दिन्छौँ हैन? शिक्षा स्वास्थ्यमा हामी सुधार ल्याउँछौँ, शिक्षा स्वास्थ्य राम्रो दिन चाहन्छौँ हैन? रोजगारी सिर्जना गर्छौँ भन्नुभएको थियो। त्यो कुरा ठिक छ। मध्यमवर्ग अब सरकारी कर्मचारीहरूको स्यालेरी बढाउनु भयो त ठिक छ। तर ओहो सम्झिनु भयो, भ्याट कति छ? भ्याट कर ओहो एउटा हातले थोरै दिनुभयो, अर्को हातले पुरै भित्रैबाट आन्द्रैबाट सोहोरेर निकाल्नु भयो। हो कि न भन्नु त? बिजुलीमा भ्याट कर, शिक्षामा कर, स्वास्थ्यमा कर, कति धेरै कर। आजै मध्यमवर्ग गरिबीहरूलाई त छुट गर्नुपर्ने हो, आजै घटाउनु पर्ने हो कर हैन? ठिक छ, त्यो गाडीहरूमा कर लागो के त ठिक छ, अलग कुरा हो। तर कमसेकम शिक्षा स्वास्थ्य हैन भनेको त, रोजगार भनेको त हामीलाई चाहिने हो नि त हैन? शिक्षा स्वास्थ्य भनेको त हाम्रो लागि एकदम आवश्यक कुरा हो। कमसेकम यसमा कर नलगाइदिएको भए या कर अलिक कम गरिदिएको भए हुन्थ्यो नि त, हो कि होइन? आज भन्नुहुन्छ हामी देशलाई यो इन्धन डिजल पेट्रोलबाट मुक्त गराउँछौँ हैन? बिजुलीबाट सबै खाना पकाउने बिजुलीबाट, सबै गाडीहरू बिजुलीबाट भन्नुहुन्थ्यो। खोइ त अहिले बिजुलीमै भ्याट छ हैन? अब बिजुलीबाट खाना पकाउनु पर्यो भने त मारमा पर्यो नि त। मारमा को पर्यो? मध्यमवर्ग र गरिबीहरू, निम्नवर्गहरू। धनीमनी त धनीमनी भइहाल्यो। धनीमनीले त अझै पनि सायद ग्यास युज गर्दैन होला हैन? हो, यो कुरा चाहिँ मलाई अहिलेको राजसभाको सरकारबाट मलाई चित्त नबुझेको कुरा हो। अरू केमा गाडीमा तपाईँहरूले केमा कर लाउनुहुन्छ लाउनुहोस् हैन? तर स्वास्थ्य, शिक्षा र यो बिजुलीमा चाहिँ कर नलगाउनुहोस्। यो राम्रो होइन। मारमा पर्ने भनेको त्यही हो, निम्नवर्ग र मध्यमवर्ग हो। बुझ्नुभयो नि? मेरो भनाइ यति हो। हेर्नुहोस् जनताहरू, तपाईँहरूलाई कस्तो लाग्छ हैन? तपाईँहरूले सक्दो सेयर गर्नुहोस् हैन? अब फलो गर्नुहोस् मलाई हैन? तपाईँहरूको आफ्नो धारणा राख्नुहोस्। तपाईँहरूलाई कस्तो लाग्छ, सही गर्यो कि गलत गर्यो, तपाईँहरूले मलाई भन्न सक्नुहुन्छ, कमेन्टमा कमेन्ट गर्न सक्नुहुन्छ। हस्, धन्यवाद।